नमस्कार। म हजुरहरु समक्ष आज श्रीमद् भागवत महापुराणको 11औं स्कन्धको 29औं अध्याय, जसमा उनी परम परमेश्वर सच्चिदानन्द स्वरूप प्रेरक ऋषिकेश र हरि श्री कृष्णलाई उहाँको मित्र र परम भक्त उद्धवले चाहिँ नि सोध्नुहुन्छ के भन्देखि यो परम पद प्राप्तिको लागि अथवा हजुरलाई पाउनको लागि एउटा सरल उपाय चाहिँ नि हजुरले चाहिँ नि बताइदिनु पर्यो। हजुरले भन्नुभएको, हजुरले आज्ञा भएको योग बारे, मतलब परम पद प्राप्तिको लागि हजुरले भन्नुभएको योगबाट चाहिँ नि त्यो निकै कठिन चाहिँ नि लाग्यो भनेर भन्नुभयो। भगवान श्री कृष्णले उद्धवको यो प्रश्नको उत्तर दिँदै चाहिँ नि बताउनु भयो अथवा आज्ञा भयो के भन्देखि यो परम पद प्राप्ति वा परमार्थ प्राप्ति पाउने भन्ने कुरा यो चाहिँ नि एकदम उच्च स्तरीय कुरा हो। यसमा चाहिँ नि भगवानले र भगवान श्री कृष्ण स्वयंले र अन्य भगवानहरूले पाउने चाहिँ नि स्थान हो यो परमार्थ प्राप्ति। यसमा निराकार, निर्गुण, ब्रह्मा विष्णु महेश्वर सबै चाहिँ नि त्यसमा चाहिँ नि रहन्छन्। त्यहाँ उनीहरू मर्नुपर्ने बाँच्नुपर्ने यस्तो कुरा चाहिँ नि हुँदैन। त यो उच्च स्तरीय अवस्था हो परमार्थ प्राप्ति भन्ने कुरा भनेर भगवान श्री कृष्णले आज्ञा गर्नुभयो। र यो प्राप्तिको लागि एकदम सरल उपाय के हो भनेदेखि उहाँमा नै अथवा भगवान श्री कृष्णमा नै पुरै समय उहाँको भक्ति, उहाँको कर्म, उहाँका लीलाहरू सबै चाहिँ नि उहाँमै चाहिँ नि समर्पित भएर चाहिँ नि परम पद प्राप्त गर्न सकिन्छ अथवा मलाई चाहिँ तिमीले चाहिँ प्राप्त गर्न चाहिँ सक्दछौ भनेर चाहिँ नि आज्ञा चाहिँ नि भयो। र त्यस अवस्थामा परम पद प्राप्ति गरिसकेपछि त्यहाँ कसैको प्रशंसा र निन्दा चाहिँ नि हुने चाहिँ नि कुरो चाहिँ नि हुँदैन भन्ने कुरा पनि भगवान श्री कृष्णले चाहिँ नि बताउनु चाहिँ नि भयो अथवा चाहिँ नि आज्ञा चाहिँ नि भयो। र उद्धवलाई चाहिँ नि आग्रह यो पनि गर्नुभयो कि तिमी चाहिँ नि बद्रिकाश्रम जहाँ चाहिँ नि मेरो वास हुन्छ, म चाहिँ नि धाममा मतलब भए तापनि मेरो धाममा म भए तापनि मेरो चाहिँ नि त्यहाँ चाहिँ नि हंसले काम गर्दछ, म चाहिँ त्यहाँ रहेको जस्तै चाहिँ नि हुन्छ। त्यहाँ गएर तिमी चाहिँ नि न्यास ध्यान गरेर भागवतको चाहिँ नि प्रसार गर्ने, सत्संग गर्ने, न्यास ध्यान गर्ने इत्यादि कर्महरू गरेर तिमी चाहिँ परमार्थ प्राप्त गर भनेर चाहिँ सुझाव पनि दिनुहुन्छ। र चाहिँ नि भगवान श्री कृष्णको आज्ञाअनुसार उद्धवले पनि त्यही नै गर्दछन् र उनले चाहिँ नि अन्ततः परम पद चाहिँ नि प्राप्त चाहिँ नि गरेको चाहिँ नि पाइन्छ। धन्यवाद।